नमस्ते डियर सब्सक्राइबर एन्ड भ्युअर्स वेलकम। यो चाहिँ हो विदिन 90 रुपिस तयार भएको 3 पिस होममेड क्यानभास। अनि 90 रुपिस चाहिँ कता खर्च भयो भन्नुहुन्छ भने म सबै कुराहरू चाहिँ यसै भिडियोमा चाहिँ हजुरहरूलाई एक्सप्लेन गर्छु है त। यसमा मैले युज गरेको छु 3वटा चाहिँ A4 साइजको कलरफुल पेपर, जो चाहिँ मलाई 30 रुपिस पर पेपर पर्यो। अनि त्यो प्यानलको लागि कार्टुन चाहिँ अब फ्रीमै आएको भनौँ, अलरेडी थियो। अनि अब त्यो बचेको पार्टमा चाहिँ मलाई सबसे रिस्की काम र च्यालेन्जिङ काम चाहिँ कलर फिलअपको लागि थियो, जसमा मैले कुनै पनि इन्भेस्टमेन्ट गरेन। मैले के युज गरेँ त्यो मलाई मात्रै थाहा छ है। पुरानो सेनपेन कलरहरू त मैले युज नै गरेँ, तर मैले पाउडरसहित छोडेको छैन। म यो सबै कुराहरू चाहिँ स्टेप बाई स्टेप सबै देखाउन चाहन्थेँ, तर अब के गर्ने, आफै क्यामराम्यान भइयो, आफै एडिटर, आफै काम गर्ने, अनि यो सबै पोसिबल भएन। सो हजुरहरूलाई चाहिँ यसरी नै एक्सप्लेन गरेर चाहिँ मैले कसरी बनाएँ यो कुराहरू भनेर देखाउँदैछु। मैले पाउडरसहित छोडेन भन्नुहुन्छ, हेर्नु न मैले भुइँमा कस्तो बनाइसकेको छु। अनि एकछिन ड्राई भइसकेपछि चाहिँ मैले यसमा गर्नुपर्ने काम चाहिँ ड्र गर्नुपर्ने थियो। यो ट्री ड्र गर्नुपर्ने थियो, अनि सनसेट र बर्ड चाहिँ ड्र गर्नुपर्ने थियो, जो कि च्यालेन्जिङ नै थियो मेरो लागि, किनकि डाइरेक्टली मैले चाहिँ पेनले गर्नुपर्ने थियो होइन। जोस् राम्रै भयो, बिग्रिया भयो। फेरि मैले 30 रुपिस वेस्ट गरेर अझै अर्को पेपर ल्याउनु पर्ने थियो होइन। अनि मैले यसको वाटर प्रुफिङ प्लस डस्ट प्रुफको लागि चाहिँ प्लास्टिक फुड ऱ्यापरको चाहिँ युज गरेको छु, जो मसँग अलरेडी छँदै थियो। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। किप लभिङ, किप सपोर्टिङ।